ओके, म फेरि पनि तपाईँहरूको माझमा उपस्थित भइसकेको छु र बिजनेस स्टडीको चाहिँ लङ क्वेसनमा जुन प्रश्नहरू आउँछ त्यो भोलिको दिनमा कस्ता खालका प्रश्नहरू आउन सक्छन्, कस्तो खालका प्रश्नहरू आउने सम्भावना छ, म तपाईँहरूको माझमा प्रस्तुत गर्छु। स्किप नगरिकन मेरो भिडियोलाई हेरिदिनु होला। ओके, ग्रुप सीमा एनालाइटिकल प्रश्नहरू आउँछ। एनालाइटिकल एन्सर दिनुपर्ने, एन्सर क्वेसनहरू आउँछ जुन चाहिँ हामीलाई 3वटा हामीले गर्नुपर्छ। 8 मार्क्सको हुन्छ। टोटलमा हामीले 24 मार्क्स यहाँबाट ग्राफ गर्छौँ। तर प्रश्नमा चाहिँ हामीलाई ग्रुप सीमा चाहिँ जम्मा 4वटा प्रश्नहरू आउँछ। एउटा अरमा पनि दिएको हुन्छ लगभग। सो त्यसकारणले 3वटा प्रश्नहरू चाहिँ हामीले गर्नुपर्छ। हेरौँ हामीलाई कस्तो खालका प्रश्नहरू आउन सक्ने सम्भावना छ। तपाईँहरूले भिडियो हेर्नुहोस्। ओके, एक नम्बरमा अख्तियार प्रत्यायोजन भनेको के हो? भनेको के हो? अख्तियार प्रत्यायोजनका सिद्धान्तबारे चर्चा गर्नुहोस्। यसका प्रचलित सिद्धान्तबारे चर्चा गर्नुहोस्। यो चाहिँ च्याप्टर 4बाट, तपाईँको च्याप्टर 4बाट चाहिँ यो है। र यसैमा अर्को एउटा क्वेसन पनि म तपाईँहरूको लागि थपिदिन्छु। यो अख्तियार प्रत्यायोजनलाई चाहिँ होइन, यो अख्तियारलाई चाहिँ हामीले चाहिँ अर्को प्रश्न के दिन सक्ने सम्भावना छ भने अधिकार विकेन्द्रीकरण भनेको के हो? अधिकार विकेन्द्रीकरण भनेको के हो र अधिकार विकेन्द्रीकरणलाई प्रभावित पार्ने अधिकार विकेन्द्रीकरणलाई प्रभाव पार्ने अथवा प्रभावित पार्ने तत्त्वहरूको व्याख्या गर्नुहोस्। यो पनि च्याप्टर 4बाटै हो है। यो पनि च्याप्टर 4बाट। यो च्याप्टर 4बाट चाहिँ तपाईँले 2वटा प्रश्नमा एउटा 100% फिक्स प्रश्न हो है। तपाईँले एकदमै ख्याल गर्नु होला यो प्रश्नलाई चाहिँ, स्किप नगर्नु होला। र अर्को एउटा म तपाईँहरूको माझमा एउटा एकदमै भोलिको दिनमा तपाईँले आफ्नो क्वेसन पेपरमा देख्नै पर्ने एउटा प्रश्न छ। र यो प्राय लङ क्वेसन नै आउँछ ग्रुप सीमै, कहिलेकाहीँ ग्रुप बीमा पनि दिन सक्छ। हेरौँ यो प्रश्न के छ, कस्तो छ है, एकपटक हेरौँ है। उत्प्रेरणा भनेको के हो? उत्प्रेरणा भनेको के हो? उत्प्रेरणाको आवश्यकता श्रृङ्खला सिद्धान्तको वर्णन गर्नुहोस्। आवश्यकता श्रृङ्खला
सिद्धान्तको वर्गीकरण। अब यो लगभग फिक्स प्रश्न नै भन्छु मैले चाहिँ है। उत्प्रेरणा भनेको के, उत्प्रेरणाका आवश्यकता श्रृङ्खला सिद्धान्तको वर्णन गर्नुहोस् भनेको छ। यो चाहिँ अब रियासी थ्योरी पनि भन्छ हामीले चाहिँ। यसलाई चाहिँ विशेष तपाईँहरूले चाहिँ प्रस्तुत गर्ने बेलामा कतिजनाको हाम्रो बानी चाहिँ के हुन्छ भने यो भाषामै मात्र लेखिराख्ने हुन्छ नि त। अनि यो जुन यो श्रृङ्खलाको सिद्धान्त छ त्यसलाई चाहिँ हामीले अलिकति चाहिँ त्यसलाई चाहिँ फिगर वाइज गर्दा पनि एकदमै बेटर हुनसक्छ, तपाईँलाई जाँच्ने मान्छे एकदमै खुसी हुनसक्छ, राम्रो मार्क्स आउनसक्छ है। अब यही प्रश्नलाई कसरी पनि सोधिन सक्छ भने मास्लोको आवश्यकता श्रृङ्खला आवश्यकता श्रृङ्खला उत्प्रेरणा सिद्धान्तको उत्प्रेरणा सिद्धान्तको आलोचनात्मक समीक्षा गर्नुहोस्। यो प्रश्नलाई कसरी पनि सोध्न सक्छ भने उत्प्रेरणाको परिभाषा दिँदै उत्प्रेरणाको परिभाषा दिँदै संगठनमा उत्प्रेरणा किन आवश्यक हुन्छ र मास्लोको आवश्यकता श्रृङ्खला सिद्धान्त मास्लोको आवश्यकता श्रृङ्खला सिद्धान्त मास्लोको आवश्यकता श्रृङ्खला सिद्धान्त अनुसार मानवीय आवश्यकताको छलफल गर्नुहोस्। मानवीय आवश्यकताको छलफल गर्नुहोस् है। र यो चाहिँ च्याप्टर 7 बाट हो। यो चाहिँ च्याप्टर 7 बाट मैले यहाँनिर फिक्स्ड भनेर पनि लेखिसकेको छु। यो फिक्स्ड भने चाहिँ इक्जाममा आउँछ, भोलि तपाईँलाई यो प्रश्न आउँछ नै। सो तपाईँले यसको राम्रो तयारी चाहिँ गरेर जानु होला। र अर्को तपाईँहरूलाई म प्रश्न राख्न चाहन्छु। यहाँनिर लगभग तपाईँहरूले चाहिँ यो हेरिसक्नु भएको छ, मैले चाहिँ यसलाई मेटाइदिन्छु र यसैमा केही प्रश्नहरू अझै थपिदिन्छु है। अर्को एउटा प्रश्न हामीले 4 नम्बरमा चाहिँ प्रमुख तत्त्व समावेश गर्दै एउटा व्यावसायिक योजना तयार
गर्नुहोस्। यो चाहिँ तपाईँलाई प्रश्नमा आउँछ भोलिको दिनमा। यो तपाईँलाई एकदम फिक्स्ड प्रश्न, मैले यहाँनिर फिक्स्ड लेख्दिएँ है, फिक्स्ड। भोलिको दिनमा यो प्रश्न तपाईँलाई आउँछ। ओके, तपाईँले यसलाई एकदमै विशेष ख्याल गरेर तपाईँले यसलाई चाहिँ हेर्नु होला। र अर्को रह्यो क्वेसन नम्बर 5मा। क्वेसन नम्बर 5मा हामीलाई चाहिँ यहाँनिर धेरै पटक सोधिरहेको प्रश्न हो, जुन चाहिँ साङ्गठनिक प्रक्रिया भनेको के हो? प्रक्रिया भनेको के हो? के हो है? र यसका चरणहरूको व्याख्या गर्नुहोस्। यसका चरणहरूको व्याख्या गर्नुहोस्। तपाईँले लगभग यदि प्रश्नहरू हेर्नुभयो भने तपाईँले चाहिँ भोलिको बिजनेस स्टडी चाहिँ पास गर्न सक्नुहुन्छ एकदमै राम्रो चाहिँ मार्क्समा। र द्वन्द्वका व्यवस्थापनका कुराहरू भयो, पारिवारिक व्यवसायका विषयका कुराहरू भयो, त्यो चाहिँ तपाईँले चाहिँ सामान्य हेरेर जानु होला। र तपाईँलाई गएको वर्षको सानो एउटा चाहिँ अनुभव म तपाईँलाई भन्न चाहन्छु। तपाईँहरूले कोर्स कन्टेन्टमा मात्रै चाहिँ सिलेबसभित्र भएर मात्रै चाहिँ नहेर्नुहोस् है। कतिपटक चाहिँ हामीले बिजनेसको बारेमा पढ्दै गर्दाखेरि चाहिँ होइन, व्यावसायिक सङ्गठनहरूको बारेमा जान्नु पर्ला होइन, व्यावसायिक क्षेत्रहरूको विषयमा, व्यावसायिक एरियाहरूको विषयमा हामीले चाहिँ विशेष ख्याल गरौँ। गएको वर्ष चाहिँ लगभग धेरै प्रश्नहरू चाहिँ आफैले मौखिक हान्न सकिने अथवा आफ्नै विचार राख्न सकिने प्रश्नहरू चाहिँ थियो। यसकारण त्यति धेरै पेनिक नहुनुहोस्, भोलिको इक्जाम के हुन्छ कस्तो हुन्छ भनेर चाहिँ है मैले तपाईँलाई लगभग धेरै ग्रुप सी र ग्रुप एमा आउन सक्ने सम्भावित प्रश्नहरू मैले तपाईँलाई लेखिदिएको छु। सबैजनाले राम्रो तयारी गरेर जानुहोस् र एकदमै बवाल तपाईँको भोलि इक्जाम हुनेवाला छ। र तपाईँलाई ग्रुप बीमा एउटा फिक्स क्वेसन म तपाईँलाई भनिदिउँ, नेतृत्व भनेको के हो र नेतृत्वमा हुनुपर्ने असल गुणहरू चाहिँ के हो, यो तपाईँले हेरेर जानुहोस्। थ्याङ्क यू भेरी मच। सबैजनालाई धेरै माया छ।